मांसम पललम व्यञ्जनम ल मासु मदिरा हत्या हिंसा जघन्य अपराधहरू नगर्ने गुरु वा मान्यजनको अगाडि उच्च स्थानमा नबस्ने उपर खुट्टी हालेर नबस्ने गुरु आयो ल सावधान भएर बस्ने अनि धेरै महिलाहरू छन् नाचगान गरिरहेका छन् महिलाहरूको नृत्य चलिरहेका छ भने त्यहाँ पुरुष गयो भने त्यहाँ बस्ने हो त्यहाँबाट अलगै जाने अनि भागवत अब अन्तिममा भोजनको कुरो बासी अर्काको जुठो भोजन नखाने बासी खाना पनि नखाने अर्काको जुठो भोजन पनि नगर्ने आफू स्नानी भोजन गर्दा जल लिएर मात्रै बस्ने जल पिएर अनि भगवानलाई अर्पण गरेर प्रसाद सम्झेर खाने प्रसाद सम्झेर खाएन भने त्यसले हाम्रो बुद्धि विवेक चेतनाको स्तर बढ्छ हामीले खाना भनेर खायौँ भने त्यसले फेरि हामीलाई जुन हाम्रो चेतनाको स्तर हो बुद्धिको स्तर हो विवेकको स्तर हो त्यो हीन हुँदै जान्छ त्यसैले भगवानलाई अर्पण गर्यो भने त्यसपछि खायो भने त्यो प्रसाद भयो हिजो हामीले भगवानलाई चढाएका थियौँ अब त्यो प्रसाद चढाएको के हो अब यो प्रसाद हो नत्र त यो गहुँको पिठो र त्यो चिनी हालेर त्यसो भुटेर घरमा खायो भने त्यो प्रसाद हुँदैन त्यसलाई खाना भन्छ त्यो खानाले हामीलाई बुद्धि विवेकको दिँदैन भगवानको कृपा प्राप्त हुँदैन ल यस्ता नियमहरू जीवनमा धारण गरेर राख्नाले जीवन पवित्रमय हुन्छ जीवनमा शुद्ध आचरण बन्छ जीवन पवित्र र शुद्ध आचरणले नै अधो गच्छन्ति सत्वस्था अगाडिको उत्तम यात्रातिर माथिको यात्रातिर उन्नति र प्रगतिको यात्रातिर गइन्छ त्यसैले उन्नति र प्रगतिका लागि